गरेर विकसित व्यक्ति भएर मैले पूजा आजा चलाइ आएको व्यक्ति हुँ। त्यसकारण म छोटो परिचय मात्र दिन्छु कर्मचारीको विषयमा। अरू त हाम्रा आदरणीय श्रीमान दाइ हुनुहुन्छ, उहाँले कस्तो पाउनु होला। त्यसै गरी कर्मचारी भनेको के हो र कर्मचारीको परिचय। कर्मचारीको परिचयमा एउटा तीनटा कुरा जोडिएको हुन्छ। एउटा यन्त्रात्मक, एउटा तन्त्रात्मक, एउटा मन्त्रात्मक। यन्त्र, तन्त्र, मन्त्र, यी तीनटा चिजले जोडिएको हुन्छ। जस्तै कर्मचारी भनेकै एक नेवार समुदायको माथिल्लो वर्गको रूपमा सुसज्जित थर हो। समाजमा कर्मकाण्डको पवित्र कार्यकर्मी भएकैले कर्मकाण्डकै आधारमा कर्मको आचार्य अर्थात् कर्म प्लस आचार्य कर्मचारी। जस्तै कर्मचारीहरूलाई आचार्य गुरुकै रूपमा यथास्थान दिएको पाइन्छ। नेवारहरूको आदरका साथ आचार्य अर्थात् आचार्य बजु भनी सम्बोधन गर्दछन्। यिनीहरू तान्त्रिक परम्पराका अनुगति थिए। जस्तै ब्राह्मण, जोशी कर्मचारी वर्गलाई त्रिदेवको रूपमा लिइन्छ। यसरी नै कर्मचारीहरूलाई पनि त्रिदेव मध्येकै एक देवको रूपमा सम्मानित गर्ने गरिन्छ। मुलुकमा दुःख, अनिष्ट, कष्ट आदिलाई दीक्षित साधकले तान्त्रिक साधना शक्तिद्वारा मठ, मन्दिर, शक्तिपीठहरूमा पुजारीका रूपमा रही पूजा अर्चना, नित्य पाठ गर्ने भएकै कारण कर्मचारी नेवार जातिको एक जिउँदो थर हो। कर्मचारी यन्त्रात्मक, तन्त्रात्मक र मन्त्रात्मक, यी तीनटा अर्थमा जोडिएको पाइन्छ। जस्तै यन्त्रात्मक भन्नाले यन्त्र, हामी कुनै पनि पूजा आजामा रेखी, सिन्दुर, केसरी अर्थात् केही पाएन भने हामी पानीबाट पनि लेख्छौँ, त्यसैलाई यन्त्रात्मक भनिन्छ। मन्त्रात्मक भन्नाले तन्त्रात्मक भन्नाले लेखिएका यन्त्रात्मक साधनाहरूमा फुल, अक्षता, फल, पकवान जस्ता विभिन्न आदिबाट सजावट गरिने चिजलाई तन्त्रात्मक भनिन्छ। त्यस्तै मन्त्रात्मक भन्नाले दीक्षित साधकहरूबाट प्राप्त गरेको मन्त्रदानबाट देवी देवताहरूलाई आह्वान गरी पूजा पाठ, जप, पीठ पूजा, व्रतबन्ध आदिलाई जनाउँछ भन्दै अरू बाँकी त हाम्रो आदरणीय दाजु श्रीमानलाई प्रश्न पारिदिनु होला भन्दै म बिदा माग्न चाहन्छु। धन्यवाद।